हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लग हुनेवाला छ दामोदर कुण्ड ट्रेक डे 1। हामी काठमाडौँबाट आज हिँडिरहेछौँ दामोदर कुण्डको तर्फ र आज हामी लक्ष्य लिइरहेछौँ कि आज हामी मुस्ताङ पुगौँ, कहाँसम्म पुग्न सकिन्छ। हामी जानेवाला छौँ। हामी यहाँ काठमाडौँबाट चाहिँ 5 जना गइरहेछौँ, अफिसको टिम। जुन टिम हामी पहिलो दामोदर कुण्ड गएको थियौँ, जुन चाहिँ हामीले बिच घिमा थाटीसम्म मात्र पुग्न सफल भएको थियौँ। त्यहाँबाट चाहिँ हामीलाई एकदम गाह्रो भएर हामी फर्केको थियौँ। सो यो भ्लगमा चाहिँ हामी दामोदर कुण्ड सक्सेसफुल ट्रेक बनाउने लक्ष्य लिएका छौँ। सो लेट्स गोज टु आवर दामोदर कुण्ड एन्ड दिस इज डे 1 अफ दामोदर कुण्ड ट्रेक। लेट्स गो। पुऱ्याउनलाई बाइक पनि रेडी छ, जाने मान्छे पनि रेडी छ। ल अब हामी तल चोकसम्म चाहिँ बाइकमा जान्छौँ, अनि त्यस पछाडि साथीहरूलाई भेट्न माइक्रोमा। गाडी कुद्ने क्रम जारी छ। खाजा टाइम, खाना टाइम। म्याम हुनुहुन्छ हिजो चाहिँ ठिक मिठै होला जस्तो छ। लेट्स सी कस्तो हुन्छ अब खाँदाखेरि चाहिँ। म फेरि अपडेट गर्छु म पाएँ। मुस्ताङ आइपुग्यौँ। अहिले हामी छौँ लेतेमा, थासाङ। अनि हामी यहाँ चाहिँ अहिले चिया खानलाई गइरहेछौँ। हल्का हल्का पानी परिरहेछ, सिमसिम पानी परिरहेछ। पानीले स्वागत गर्यो हामीलाई यहाँ। अनि हामी चाहिँ यहाँ चिया खानको लागि रोकिरहेछौँ। गाडी चाहिँ अलि अगाडि गइसक्यो। मलाई चाहिँ भिडियो आज डे 1 को केही भिडियो पनि नभएको भएर अलि अगाडि झरे चिया खान रोक्दैछौँ। अब हामी चिया खान्छौँ। अनि आज हाम्रो बसाइ चाहिँ जमसङमा हुन्छ। र आज चाहिँ हामी काठमाडौँबाट माइक्रोमा आयौँ पहिला, अनि त्यस पछाडि पोखरासम्म आयौँ। अनि पोखराबाट चाहिँ हामीले गाडी सुमो जिप बुक गरेर हामी अहिले मुस्ताङमा आइपुग्यौँ। हामी यही गाडीमा 11:11सम्म जाने प्लान छ। हाम्रो यात्रा कस्तो हुन्छ, भोलि हाम्रो प्लान के छ त्यो हजुरहरूलाई म भन्ने नै छु अवश्य। गाडी चाहिँ हो त्यहाँ छ। अब हामी चिया खान्छौँ र दिस इज our memorable trip दामोदर कुण्ड जाने। ल लेट्स गो have a cup of tea at मुस्ताङ। हामी चाहिँ अहिले मुस्ताङतिर हिँड्दैछौँ र अहिले चाहिँ हामी थासाङ 3 लेते भन्ने ठाउँमा आएको छौँ र यहाँ हल्का सिमसिम पानी परेको छ। लेट्स सी कस्तो हुन्छ हाम्रो बाटो जाने ठाउँमा। आज हामी सकेसम्म जमसङ जाने भनेको छौँ। लेट्स सी अब के हुन्छ, बाटो कस्तो छ। जमसङ यहाँ चाहिँ अहिले हामी चिया खान जाँदैछौँ। चिसो चिसो छ, गाडी त्यहाँ पार्क गर्दैछ। लेट्स गो। सो फाइनली हामी चाहिँ यहाँ जोमसङमा भर्खरै
झऱ्यौँ गाडीबाट र हामी यहाँ होटल पनि लिइसक्यौँ। अब चाहिँ हामी जान्छौँ भित्र ब्यागहरू निकाल्दै हुनुहुन्छ ब्यागहरू लिएर भित्र जान्छौँ अनि आजको दिन चाहिँ हाम्रो यति नै हुन्छ। भित्र गएर हामी के गर्छौँ आम गर्न सोधा है ल। अब चाहिँ हामी यहाँ ब्याग निकाल्ने कार्यक्रम हुँदैछ सो लेट्स गो। दिदी आउनु भयो यहाँ मलाई जिस्काउँदै ल। हाम्रो धौलागिरी होटलको दिदी यहाँ हामी माथि जाँदैछौँ सबजना। म्याम गइसक्नु भयो। आज हाम्रो यहीँ बसाइ हुँदैछ। प्रतीक्षा बोलाउँदैछ। काठमाडौँबाट आएको हामी। हजुर काठमाडौँबाट ढिलो कि छिटो? काठमाडौँको लागि चाहिँ ढिलो भयो कि छिटो भयो त हामी? त्यही त हामी छिटो नै आयौँ। दिदी पुगिसक्नु भयो? हामी This is our room for the night. दुईटा बेड हामी 3 जना। यहाँ कलर आएन लाइट वाला त अलि अरू ओ ल झिलिमिली ल ल ल मेरो ब्याग तानो ब्याग पनि ओ ल हाम्रो ब्याग हाम्रो खाना टाइम भयो र हामी जाँदैछौँ तल। दिदी आउँदै हुनुहुन्छ। हातमुख धोएर हामी खाना खान जाँदैछौँ। अब खाना रेडी भयो। के गर्दैछौ तिमी? किचन भित्रै पसिसक्यो नि थकाली किचन भित्र। भाँडा हेर न भाँडा सजाएर। अब चाहिँ हामी खाना खाएर रुममा आइसक्यौँ नि त। रुममा आइसक्यौँ। 10:20 गइसकेको छ रातिको। अब आजको लागि गुड नाइट बेला भइसक्यो। भोलिको ब्लग फेरि अर्को हेर्नु होला। Good night. आजको ब्लगबाट बाई। See you on day 2 of Damodar Kunda vlog or trek. So bye. See you soon.